आज हामी जग्गा किन्नुभन्दा अघि ध्यान दिनुपर्ने कुराहरूको बारेमा केही जानकारी लिउँ। पहिलो भनेको लाल पूर्जा जाँच गर्नुहोस्। जग्गा धनीको नाममा दर्ता छ कि छैन वा हाम्रो लाल पूर्जा सक्कली हो कि होइन भनेर लाल पूर्जा जाँच गर्नुहोस्। दोस्रो भनेको जग्गाको स्थान र नक्सा मिलाउनुहोस्। तपाईँको नक्सामा र रियल फिल्डमा जग्गाको मिलेको छ कि छैन भनेर हेर्नुहोला। जग्गा कहाँ पर्छ, नक्सामा कुन प्लट हो त्यो स्पष्ट हुनुपर्छ। अर्को हाम्रो हेर्नुहोस् क्षेत्रफल मिलाउनुहोस्। लाल पूर्जा र नापी अनुसारको क्षेत्रफल मिलेको छ कि छैन भनेर जाँच गर्नुहोस्। बाटोको स्थिति हेर्नुहोस्। जग्गासम्म पुग्ने बाटो छ कि छैन, कति मिटर चौडाइको छ भनेर जाँच गर्नुहोस्। जग्गा सरकारी त होइन जाँच गर्नुहोस्। सरकारी, सार्वजनिक, गुठी, वन वा खाली जमिन त होइन सुनिश्चित हुनुहोस्। कानुनी विवाद छ कि छैन हेर्नुहोस्। अदालतमा मुद्दा परेको रोक्का धनी पूर्जा विवादित छैन भनेर जाँच गर्नुहोस्। धनीको सक्कली पहिचान गर्नुहोस्। धनी स्वयं हो कि होइन, परिवारका सबै सदस्यको सहमति छ कि छैन भनेर एकचोटि जाँच गर्नुहोस्। जग्गा बिक्री गर्ने लिखित सहमति लिखित एग्रिमेन्ट गरेर मात्र अघि बढ्नुहोस्। मालपोत कर तिरेको रसिद हेर्नुहोस्। पछिल्लो मालपोत कर तिरेको छ कि छैन भनेर हेर्नुहोस्। र अर्को हाम्रो बिजुली, पानी, सिँचाइको सुविधा, जग्गामा आवश्यक सुविधा उपलब्ध छ कि छैन भनेर हेर्नुहोस्। नापी नक्सा पास भएको छ कि छैन, नापी कार्यालयबाट नक्सा पास भएको छ कि छैन भनेर जाँच गर्नुहोस्। जग्गाको मूल्य उचित छ कि छैन हेर्नुहोस्। बजार मूल्य अनुसार उचित मूल्य हो कि होइन भनेर तुलना गर्नुहोस्। रजिस्ट्रेसन गर्नुहोस्। लिखितम या सम्झौता भएपछि रजिस्ट्रेसन गरेर नामसारी गर्नुहोस्। अतिरिक्त खर्च बुझ्नुहोस्। मालपोतको कर, रजिस्ट्रेसन शुल्क, नापी शुल्क लगायतका सम्पूर्ण खर्चहरू बुझ्नुहोस्। सिमाना स्पष्ट गर्नुहोस्। जग्गाको चारै सिमाना पिलर वा चिह्नले स्पष्ट पार्नुहोस्। सबै कागजातको प्रतिलिपि राख्नुहोस्। लाल पूर्जा, नापी, कर रसिदहरू जस्ता कुराहरूको प्रतिलिपि राख्नुहोस्। विशेषज्ञको सल्लाह लिनुहोस्। वकिल, नापी इन्जिनियर वा जग्गा विज्ञको सल्लाह लिएर मात्र निर्णय गर्नुहोस्। छिमेकी र आशयको अवस्था हेर्नुहोस्। छिमेकी, बस्ती, वातावरण र भविष्यको सम्भावना हेर्नुहोस्। भविष्यमा उपयोगिता हेर्नुहोस्। व्यापारिक, आवासीय वा लगानीका लागि उपयुक्त छ कि छैन भनेर एकचोटि मजाले बुझ्नुहोस्। सुरक्षित र भरपर्दो कारोबार गर्नुहोस्। भरपर्दो व्यक्ति, ब्याङ्क भुक्तानी र अन्य सबै कानुनी रूपमा पुरा गर्नुहोस्।